हेलो नमस्कार। आज हामी चाहिँ यो सुपारी हाइब्रिड सुपारी भनेर मगाएको छ बिरुवा र यसलाई रोप्ने काम हामी गर्दैछौँ। अब यो कसरी रोपिन्छ के हो भन्ने कुरा त्यति मजाले डिटेल त याद भएन र पनि अलिअलि चाहिँ याद छ। त्यही पाराले नै हामीले त्यहाँ रोप्नु आँटेको। यहाँ डोकोमा सुपारी छ हो बिरुवा। यहाँ चाहिँ हाम्रो भाइले त्यहाँ खोल्दैछन्। यो प्याक भएर यसरी अलिकति माटोसँगै सुपारीमा छैन त। माटो के छ? माटो त सुपारीमा छैन त। केमा छ? प्लास्टिकमा हुँदैछ माटो। ए सुपारीमा चाहिँ छैन? छैन। ठिकै छ। के अरे त्यो माटोसँगै रोप्नुपर्छ। रोप्नु चाहिँ त्यो माटो माटो अलग्गै रहेछ है। अलग्गै छ। दाना त रहेछ नि त। दाना छ। दाना रहेछ नि त। हुन्छ होला यो। लु त भाइ त्यसलाई गाडिदिउँ। उयो गरेको अलिकति यतापट्टि अलिकति आउँदै त्यो माटो हालेर त्यहाँबाट वरिपरि कुल्चिनुपर्छ। मजाले खादिनुपर्छ माटो कि। त्यत्रो कति गाडी हो? 1 इन्च 4 इन्च गाडी के हो? गाडी है। अलिक खादुन मजाले कुल्चिन्छ त। ओके यो भयो है। अब अलि हल्का माथिबाट अलि माटो हाल्यो, बेसी होइन। पानी नजमियोस् त्यसमा। ओके ल ओपनिङ भयो। अब यहाँनिर अर्को छ हो। यसको पनि कस्तो छ पनि अब यहाँनिर हामीले चाहिँ यो जग्गा चाहिँ रेडी गरेको सुपारीको लागि। यहाँ हाम्रोमा बिरुवा यो अलरेडी यो आइसकेको छ, रेडी छ बिरुवा हो। अब यो सुपारी चाहिँ यहाँ रोपिहेरौँ अब कस्तो हुन्छ है। ए हो। अब हाम्रो सुरु भयो अब त्यसो भए है। ल